अस्ताल्यो ठुलो प्लेन चढी भनेर फुर्ती लाग्यो हाम्रो पनि फेरि भिसा झैराको थियो नगएको मात्रै बढी नबोल चुप लाएर घिचेर घर जाऊ ठिक भन्नुभयो ससुरबा के भनिस् भोलि पर्सि लालाको बिहामा बाजा बजाउनु पर्दा थाहा पाउनु तिम्रो शङ्ख नबजी मेरो सानै नबन्नी भयो नि के हो माग्ने अझै यही सारू बाजे तुन्काउने हाम्रो बच्चा बेलाको साथी राजा गाउँ आछन् तँलाई भेट्न खोजे बुद्धिलाई खबर गरिसकि भोलि माग्ने बाबु एकैछिन यता आउनुहोस् त है साथीहरू मेरो जन्ती पो जानु पर्ला जस्तो छ त मलाई माफ गर्नुहोस् है भाइ मैले तपाईँलाई के भने जे पर्ला पर्ला भनेर मैले छोरीको बिहा गरिदिने निर्णय गरेँ तर बाजा चाहिँ तैँले नै बजाउनु पर्छ घरमा भैँसी बिहायो त्यही त यसमा हाँस्न मिल्दैन जति सक्दो सिरियस हुनु